कङ्ग्रेचुलेसन छोरी भएको छ तपाईको। मैना मेरो छोरी, आजदेखि तिम्रो नाम विजेता र तिमीले यो समाजलाई देखाउनु पर्छ कि छोरा र छोरीमा केही भिन्नता छैन र एउटा छोराले गर्ने काम मेरो छोरीले पनि गर्न सक्नेछ र यसमा म सधैँ तिम्रो साथ छु। अरे साथी गुड मर्निङ है। गुड मर्निङ। कता अन्त यता मार्केट गएको नि। ए अन्त तपाईँ चाहिँ कता जानु भएको? ए म त अन्त नानीको छाता पनि हो मेरो छोरोको हो, छोरोलाई स्कुल पुऱ्याएर आएको नि म त। ए हजुर। अन्त तपाईँको छोरो चाहिँ नि त साथी छोरी पो त है तपाईँको त साँच्ची म त बिर्सिसु होइन लडिसम्मसी बोल्नु। म त बिर्सिसु होइन लडिसम्मसी बोल्नु। म त अन्त अहिले त साथी ड्युटी नै हो, बिहानै पछि छोरालाई पुऱ्याउनु स्कुल पुऱ्याउनु जानुपर्छ हो। यस्तै छ के गर्नु, हत्तो भइसक्यो। तर खटेको अनुसार चाहिँ छोराले धन्न मेरो नाक चाहिँ राखिदिएको छ नि हौ। अब पढ्नुमा पनि त्यो त राम्रो छ हो, एक्टिभ छ, फेरि स्पोर्ट्सहरूमा एक्टिभ छ नि एकदम। फुटबल त यस्तो खेल्छ अहिलेदेखि नै। अन्त त्यो त अम्मा बा फुटबलर पो हुने हो कि पछि गएर हो। अन्त फेरि स्कुलमा फेरि त्यसको म्यामहरूले चाहिँ सबैले मोही जस्तो छ भन्छ हो, सरम बनाउँछ नि। तर साथी छोरा भनेको चाहिँ छोरै हुँदो रहेछ। लु साथी म चाहिँ अब यो छाता बिर्सेर आएछु, छोराको हो कि फेरि भिज्छ त्यो हो। अन्त म गएको अहिले चाहिँ। ए आइपुग्नु भयो? अघि मैले ल्याएको मासु पकायो? पाक्दैछ। तपाईँले त राम्रो दिनमा मासु ल्याउनु भएछ नि। किन? हाम्रो छोरीले ग्रेजुएसनमा टप्पर गरेछ नि। अब पढाइको कुरा होइन, अब छोरीलाई बिहा गरिदिनु पर्छ। के भन्छ हौ भन? अब त्यसलाई पढाएर पनि के फाइदा छ र? जति नै पढाए नि अर्का घर जाने हो, भोलिको दिनमा एक दिन त बिहा गर्नै पर्छ। त्यसलाई पढाएर केही फाइदा छैन। अब जति पढ्यो यति नै पढाउनु पर्छ। अब चाहिँ बिहाकै कुरा चलाउनु पर्छ। जाऊ त्यसलाई बोलाएर आऊ। विजेता हजुर आमा। तिम्रो बाबाले बोलाउँदैछ। मलाई कङ्ग्रेस गरेर बोलाउनु भएको होला है तपाईँले? अरे सुन, बाबा बोलाउनु भएको थियो। विजय त अब तँ बिहा गर्नुपर्छ। अब तेरो उमेर पनि भइसक्यो, तेरो पढेर पनि केही फाइदा छैन। अहिलेसम्म छोरी चेलीले पढेर के नापेको छ? केही गरेको छैन। त्यही भएर अब लास्टमा गएर बिहा गर्नै पर्छ। भोलिको दिनमा गएर अब बिहा गर्नु। मैले केटा पनि हेरिदिएको छु। बाबु तपाईँले त मलाई बिहाको कुरा पो गर्नु बोलाउनु भएको थियो। म त मेरो बाबाले मलाई कङ्ग्रेस गर्नु पो बोलाउनु भएको रहेछ भनेर सोचेको थिएँ। मैले कति बेसी मेहनत गरेर म टप्पर भएँ कि यो सबै चाहिँ मैले बिहा गर्नुको लागि गरेको र बाबा? अघि तपाईँले भन्नुहुँदै बाबा अहिलेसम्म छोरी मान्छेले केही गरेको छैन, के गर्नु सक्छ भन्नुहुँदै थियो होइन। म त्यो गरेर देखाउनु चाहन्छु बा। म समाजको लागि चाहिँ एउटा इक्जाम्पल हुनु चाहन्छु होइन। छोरा र छोरीमा चाहिँ केही अन्तर हुँदैन, छोरीले पनि गर्नु सक्छ, म गर्नु चाहन्छु। हेर्नुहोस् त बाबा अहिलेसम्म पनि त म तपाईँहरूमाथि डिपेन्ड छु होइन। भोलिको दिनमा म बिहा गरेर गएँ मेरो हस्बेन्डमाथि डिपेन्ड हुनुपर्छ होइन। मैले पनि त मेरो लागि केही गर्न चाहन्छु, तपाईँहरूको लागि केही गर्न चाहन्छु। के छोरी मान्छे चाहिँ बिहा गरेर किचन सम्हाल्नुलाई जन्मेको र? मुख लाग्छस् कि बिहा गर्छस् कि चाहिँ यो घर छोडेर जा। वुमेन आइपीएस अफसर विजेता गुरुङ। अरे हाम्रै विजेता होइन? कल्पना, ए कल्पना। हजुर यो हाम्रो विजेता होइन र? अबे हुँदैन, हाम्रै छोरी हो त।
हेर आइपिएस अफिसर भएछ हेर मेरो छोरी मेरो छोरी अम्मामा मेरो छोरी त आइपिएस पो बन्नेछ त हौ। मलाई त मेरो छोरीमाथि पुरा विश्वास थियो हेर्नुहोस् त मैले भन्थेँ नि तपाईँलाई हाम्रो छोरीले एक दिन केही न केही गर्छ भनेर। हो रहेछ कल्पना तिमी सधैँ सही थिएछौ। मैले चाहिँ मेरो छोरीलाई कहिले चिन्न सकिनँ। कल्पना मलाई लाग्थ्यो कि एउटा छोरा मान्छेले मात्रै एउटा समाजमा नाम कमाउन सक्छ भनेर, तर एउटा छोरी मान्छेले पनि आफ्नो समाजमा नाम राख्न सक्दो रहेछ। त्यो चाहिँ मेरै छोरीले देखाइदियो। म चाहिँ मेरो छोरीलाई हृदयदेखि नै माफ माग्न चाहन्छु। केही छैन, तपाईँलाई रियलाइज हुन सक्छ भन्दा ठुलो कुरा हो। र अब हामी मिलेर यो समाजलाई पनि भन्नुपर्छ कि छोरा र छोरीमा केही भिन्नता हुँदैन भनेर। र हेर्नुहोस् त कति खुसीको कुरा, 8 मार्च वुमेन्स डेमा हाम्रो छोरीलाई चिफ गेस्टको रूपमा बोलाएको छ। अब यो भन्दा ठुलो खुसीको कुरा के हुन सक्छ भन्नुहोस् त हाम्रो लागि। अरे साथी ठिकै टाइममा भेटाए त अन्त ठिकै हुन्छ। अब के भन्नु, ठिकै भन्नु पर्यो साथी। ए ठिक टाइममा भेटेछ। हेर मेरो छोरी विजयता गुरुङ चिन्नुहुन्छ होइन? हजुर हजुर। ऊ त अहिले आइपिएस अफिसर भएको छ। त्यही खुसियालीमा गाउँ समाजमा मिठाई बाँडिदिएको लु त्यो तपाईँ पनि त्यही खुसियालीमा खान्छ। छोरी छोरी मेरो छोरी नि हौ मेरो छोरी। तपाईँको त कस्तो राम्रो भएछ नि। अनि तपाईँको छोरा नि त साँच्ची के भन्नु र, पहिला त निकै गुनगान गाइहिँडेको तपाईँकै अगाडि। के गर्नु, छोरा 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 भनेर माथि माथि गरायो, राम्रो राम्रो स्कुल पढाए, सबै मेरो त बर्बाद गरिदियो नि मेरो छोराले। अहिले पनि रिह्याब सेन्टरबाट त्यसलाई भेटेर आएको म त। मेरो छोरा त के बाटो टिप्यो टिप्यो नि। तपाईँको त हेर्नुहोस् छोरी भएर पनि कति राम्रो तपाईँहरूको नाक उच्च पारेछ। म त हो नि साथी, मैले पनि त्यस्तै सोच्थेँ, तर त्यो हाम्रो सोच एकदम गलत थिएछ। Let's welcome our chief guest, our inspiration, IPS officer, Miss Vijayta Gurung. Woo! Thank you, and it's my honor to be here. Here is my small advice to all women out there. Women should be financially independent. It doesn't matter who your father is. It doesn't matter who your husband is. You need to be responsible for your finances and be financially independent. Thank you and happy Women's Day.